हाई गाइज वेलकम टु माई मिनी ब्लग। अनि चाहिँ हजुरहरूलाई म के गर्छु भनेर देखाउँछु ल। मैले यो टाउकोमा फेटा चाहिँ किन बाँधेको भने घर सफा गर्नु लागेको थियो, त्यही भएर चाहिँ मैले बाँधेको। अनि मम्मीले चाहिँ मलाई खोलेमा आगो लगा भन्नुभएको थियो, त म खोलेमा आगो लगाउनु जान्छु। खोले त अघि पाकिसकेको रहेछ गाइज। अनि म चाहिँ यहाँ किचन बरालेर जानु पऱ्यो। भरे म चाहिँ सब्जी चाहिँ पकाउँछु नि त, त्यही भएर अहिले रेडी पारेर जानु पऱ्यो। अघि बिहान त सफा थियो, बिहान खोलेर पानी तताउँदाखेरि चाहिँ मैला भएछ। यहाँ चाहिँ मम्मीले के रोप्नु भएको भनेर सोद्धाखेरि त लौका अरे। हेर्नु न, लौकाको बोट अलरेडी हाम्रोमा यत्रो छ, फेरि लौका रोप्नु छ अरे नेक्स्ट टाइमको लागि अरे। अनि गाइज आज चाहिँ हाम्रोमा एकदम शीतल भइरहेको थियो, हिजो अस्ति त कस्तो गर्नु भइरहेको थियो गाइज। अनि म चाहिँ अब दाउरा पनि लगेर रेडी पारेर राख्नु पऱ्यो किचनमा। अनि एकैचोटि माथि गएर सब्जीहरू काटेर ल्याउनु पऱ्यो भनेर म चाहिँ सब्जीहरू काट्नु थालेँ गाइज। अनि म चाहिँ जहिले पनि सबै सामानहरू रेडी पार्छु, अनि म चाहिँ तल एकैचोटि लान्छु क्या, किनभने फेरि माथि र तल गर्दा गलिन्छ। अनि यो टमाटर चाहिँ मैले अचारको लागि टिपेको। यो सानो खालको टमाटर त कति टेस्टी हुन्छ है, तपाईँहरूलाई कस्तो लाग्छ? मिठो पनि हुन्छ, अमिलो पनि हुन्छ। अनि त्यही भएर म चाहिँ तल आएँ। अनि फेरि आगो बाल्नु खोजेको, आगो नै मरेको रहेछ। अनि मैले चाहिँ आगो पनि बालेँ। अनि मैले सब्जीहरू पनि पकाउनु थालेँ। अनि यो चुल्हामा बस्ने साथ कस्तो गर्मी हुन्छ हो गाइज। अहिले त गर्मी महिना पनि लाग्यो नि त, त्यही भएर पसिना पो हुन्छ त पकाउने बित्तिकै। अनि गाइज मैले चाहिँ खानाहरू पनि बनाइसकेर पनि खाइसकेर पनि म चाहिँ नुहाएर आएँ। अनि म चाहिँ आज हजुरहरूलाई मेरो स्किन केयर देखाउँछु ल। गाइज मेरो फाइनल लुक्स चाहिँ यस्तो भएको छ। एन्ड थ्याङ्क यू फर वाचिङ, बाई बाई।